आफ्नो छोरीलाई हस्पिटल लिएर जाँदाखेरि गाडी एकछिन रोक्दाखेरि सिंहदरबार चलाइदिन्छु भन्ने मान्छे अर्का छोरीलाई त्यस्तो गरेर मार्दाखेरि त तपाईँ घुम्न जाने कति मजा आइरहेको होला है तपाईँलाई। भ्युज राम्रो आउँछ, तपाईँको लाइक राम्रो आउँछ, फोटो चाहिँ बबाल मन्दिरको अगाडि ट्याक्क पोज दिएर खिचेर हाल्नु है। अब यी आन्दोलनहरूमा हेर्ने हो भने मुख्य कुरा के भन्छ, प्रधानमन्त्रीमाथि आक्रमण भइरहेछ, उसको छोरीमाथि आक्रमण भइरहेछ हैन। एउटा नाबालकलाई जस्टिस खोज्ने क्रममा अर्को नाबालकमाथि गोबर दिमाग भएका मान्छेहरूले के गरिरहेछन्, अत्याचार गरिरहेछन्। यो कहाँसम्मको हाम्रो मानसिकता बोकेर हिँडिरहेछौँ हामीले हैन। हामीले त एउटा नाबालकलाई जस्टिस दिने काम गर्ने हो नि त। हामीले एउटा नाबालकलाई जस्टिस दिने काममा अर्को नाबालकमाथि अनजस्टिस गर्ने काम त हाम्रो होइन, यस्तो हाम्रो मानसिकता त होइन हैन। त्यही भएर यो मानसिकता बोकिरहेका मान्छेहरू हामी समाजमा छन् भन्ने कुरा हामीलाई एकदमै, मलाई चाहिँ एकदमै घृणित महसुस भइरहेछ। सबैले मृत्युदण्ड दिनुपर्छ अपराधीलाई भनिरहेका छन्, तर नेपालको कानुन अनुसार अपराधीलाई मृत्युदण्ड दिन सकिँदैन। यसको मुख्य कारण के हो भने नेपालको संविधान हैन। नेपालको संविधान 2072 को धारा 16 मा सम्मानपूर्वक बाँच्न पाउने हकमा स्पष्ट रूपमा भनिएको छ, प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ हैन। यो धारा 16 मा लेखिएको छ र धारा 16 को 2 मा के लेखिएको छ भने कुनै व्यक्तिलाई मृत्युदण्ड दिने व्यवस्था भएको कानुन बनाउन नपाइने व्यवस्था गरेको छ। यसको मतलब हो नेपाल सरकारले चाहेर पनि कानुन बनाउन सक्दैन, किनभने यसको लागि कानुन बनाउनु पर्यो भने यसको लागि हामीले पुरै संविधान चेन्ज गर्नुपर्छ, त्यसपछि मात्र यो व्यवस्था हुन सक्छ। अहिलेको संविधानमा टिकेर यो व्यवस्था गर्न सकिँदैन, यो कुरा सबैले बुझ्नुपर्ने कुरा हो। अर्को कारण हो नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि गरेको छ हैन। नेपालले इन्टरनेसनल कन्भेन्ट अन सिभिल एन्ड पोलिटिकल राइट्स ICCPR को सेकेन्ड अप्सनल प्रोटोकल पनि अनुमोदन गरेको छ, जुन मृत्युदण्ड उन्मूलनसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबद्धता हो। यो पनि एउटा कारण हो। तर मृत्युदण्ड दिने कुराहरू अहिले चाहिँ हुन सक्दैन, यो संविधानले नै दिन सक्दैन र यो संविधानमा, अहिलेको संविधानमा हामी मृत्युदण्डको कानुन बनाउनै सक्दैन। त्यही भएर हैन, जुन कानुन छ त्यसमा टिकेर नेपाल सरकारले अगाडि गइसकेको छ हैन। हामीले पनि चाहन्छौँ कि यो केस, यस्ता केसहरूमा अपराधीलाई मृत्युदण्ड दिनुपर्छ, तर हामीले दिन सक्दैनौँ किनभने इन्टरनेसनल प्रतिबद्धता छ, नेपालको संविधानले पनि दिँदैन। त्यही भएर हैन, जुन कानुनमा जुन व्यवस्था छ त्यो व्यवस्थामा टेकेर नेपाल सरकारले र प्रशासनले काम गरिरहेको छ र ब्रिटिसले यो कुराहरू बुझिदिन अनुरोध पनि मेरो छ हैन। पछाडि गएर कसैले उस्काइदिन सक्छ, त्यो कुराहरूमा भर्नु पर्यो। गृहमन्त्रीले पनि भनिसकेको छ नेपालको संविधान धारा 16(2) मा यो व्यवस्था गर्न मनाइ गरेको छ र यो व्यवस्था छैन र हामी अहिले गर्न सक्दैनौँ भनेर उनले भनिसकेका छन्। त्यो कुरा चाहिँ हामीले मनन गर्न जरुरी छ।